बजेको कानुन त हाम्रो राज्यको हाम्रो संविधानले नै के भन्छ जो संविधानमा बाध्य कानुन बन्छ त्यो अल्ट्रा भाइरस हुन्छ अथवा अमान्य हुन्छ। त्यसका लागि विधि परम्परा छुट्टै छ। अदरवाइज भनेर हामीले कमल बनाएको चोका यो विरुद्ध छ भनेर भएन। त्यसका संवैधानिक समाधान हो। मुलुक संविधान अन्तर्गत चल्ने हामी लिखित संविधानमा चल्ने भएको नाताले। दोस्रो पाटो रह्यो तपाईँले नवयुवाहरू अघि नै भन्नुभयो बाहिर जानु बाहिर गएका छन् त्यसलाई के मैले अघि नै भने कि नवयुवा नेपाल फर्किनका लागि तिमीहरूको भविष्य सुनिश्चित छ, तिमीहरूले अवसर यी पाउँछौ भन्नु पर्यो। विश्वविद्यालय बनाएर हुन्छ कि पढिसकेपछि तिम्रो एकदम व्यवस्थापन भएको त अब एकैपटक सबै कुरो जेन्जी आन्दोलनपछि अब भैजालो गएको भोलिपल्ट बिहान घर जग्गा केही पनि छैन, घर भत्का जस्तो गर्ने त होइन। बिस्तारै सुधारका कुराकानी गर्नुपर्छ। त्यो सुधारका कुराकानी गर्ने कुरामा एउटा सांसद भएको नाताले प्रतिसभाको सांसद बनिसकेपछि मैले गर्ने भनेको ती सुधारका कुरालाई सुधारका भावनालाई लिएर जाने र कम्तीमा पनि त्यो सुधारलाई राज्य मैले अघि नै भने मेन कुरो नीति निर्माण हो, कानुन हो। भ्रष्टाचार भयो भन्नलाई भ्रष्टाचार कानुन बलियो बनाउनु पर्यो। कहाँ कमजोरी छ त्यो कमजोरीलाई सुधार्ने कुराकानी हो नि। आखिर त अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, ऐन छ, त्यहाँ राम्रो काम गरेन भने त्यो हेरेमा के गर्दाखेरि राम्रो कानुन बन्न सक्छ भने म त कानुन निर्माण गर्ने निकायमा जाने हो। मैले पुल पुलिसाका कुराहरू त मैले लहर स्थानीय तहमा यहाँनिर आवश्यक छ भन्ने हो। बजेटिङको समन्वय गर्ने सम्बन्ध हो। म त एउटा सांसद भनेको केवल पुल हो, काम गर्ने कल्लै स्थानीय तहले नै हो। तसर्थ अब मेरो चाहिँ आग्रह के भने नेपाली काङ्ग्रेसले योचोटि 110 निर्वाचन क्षेत्रमा उम्मेदवार गर्छ। म जस्ता 110 जना उम्मेदवार जो अहिलेसम्म कतै पनि कुनै राजनीतिक दलको तर्फबाट सामाजिक यो संसदीय निर्वाचनमा उम्मेदवार नभएको नवयुवाका रूपमा हामी आएका छौँ। नवयुवा होइन भने मेरो उमेरले नवयुवा हो, म विचारले नवयुवा हो। यहाँका भावना समेट्ने कुरा हो। त्यो भावना लिएर म केन्द्र सरकारसम्म गएर नेपाली काङ्ग्रेसको नीति आखिर त म त सांसद त नेपाली काङ्ग्रेस, तर नेपाली काङ्ग्रेसले गलत गर्दै गर्दा गलतको गलत यस्तो पार्टी मैले अघि नै भने नेपाली काङ्ग्रेस मात्र राजनीतिक दल रह्यो यति चुनावमा कि निर्वाचनमा कि हाम्रा नेताले हामी पनि गल्ती गऱ्यौँ है, मैले पनि गल्ती गरेँ अब गर्दिनँ भन्ने वचनबद्धता राजनीतिमा सबैभन्दा ठुलो आत्मआलोचना पनि कुरा हो। तैँले त्यसो गरेर फेरि दोहोरी भने फेरि जनताका माझमा आउनुपर्छ नि। तसर्थ नेपाली काङ्ग्रेस आत्मआलोचना गर्दै विगतमा भएका कमी सुधार गर्दै आगामी निर्वाचनमा उम्मेदवार बन्ने र उम्मेदवार बनेको छ। मलाई लाग्छ